दर्शन नमस्ते आज अनलाइनबाट मेरो प्यारो आमाको लागि एउटा स्वेटर मगाएको खै कस्तो आएको छैन यसो हेर्नु पऱ्यो। अब जाडो आयो आमाले यसो स्वेटर अनलाइनबाट मगाएको यस्तो छ है। यस्तो रहेछ आमा खाली रहेछ यो पनि त्यो आमा चाहिँ सानै छ मलाई सायद यो चाहिँ एउटा छ यो पनि ठुलो रहेछ यो चाहिँ राम्रो रहेछ भुवा त्यो चाहिँ अलिक भुवा कस्तो कस्तो रहेछ यो राम्रो पातलो रहेछ तर न्यानै हुन्छ होला जस्तो लाग्छ होइन र यस्तो राम्रो राम्रो त राम्रो यो त फेन्सीको रहेछ फेन्सी भने राम्रो हो त यो अलिक राम्रो छैन है क्या हो यो भुवा निस्किन्छ जस्तो लाग्छ यो त चाँडै बिग्रिन्छ जस्तो लाग्छ खै अनलाइनमा मान्छे राम्रो भनौँ कि नभनौँ त होइन यस्तो रहेछ। मेरो आमालाई चाहिँ यस्तो पठाइदिउँ भनेर किनेको जाडोको मौसममा लगाओस् भनेर होइन अन्त हेरौँ के गर्ने पठाइदिनु पर्यो आमालाई चाहिँ जाडोमा चट्टै न्यानो होस् मेरो आमालाई सानोमा अब मलाई न्यानो बनायो अहिले चाहिँ छोरा त कर्तव्य होइन र न्यानो बनाउने त्यही भएर साथीहरू आमालाई चाहिँ धेरै माया गर्नुपर्छ होइन र म त त्यही भन्छु र आमा यो संसारमा आमाभन्दा ठुलो कोही छैन होइन र पैसा पनि सानो हो किन भन त त्यही भएर चाहिँ आमाले चाहिँ यसो चट्टै लाएर यसो किनिदिए के ल सबैजनालाई धन्यवाद छ अनि सबैको आमालाई चाहिँ धेरै धेरै माया छ ढोक छ होइन र।